हिँड्नु यो साल टिकट मलाई फाप्ला जस्तो छ एकदम मेरो जागिर राम्रो फाप्ला जस्तो छ नयाँ सालको दिन एकदम टन्नै थियो कुनै दिन खाली छैन कि त्यही भएर दाइ आउनु न ल ल ल ल म आइरहेको छु सबैजना साथीहरू न्यु इयरमा चाहिँ राम्रो मान्छे निस्केको राम्रै छ बी साइडको 5 र 6 मा बस्नु भाउजू दाइ सानो पुन्टो तिमी कता छेउ झोला लिएर आउँछु झोला दाइ नमस्कार ओहो यस्तो के हो यस्तो बाबु कता होला बस्नु बस्छ तिमी त्यहाँ बस्छ तपाईहरु एकदम के अगाडि बस्ने हो चाहिँ कता काठमाडौँ हिँड्नु हो सान तिमी कहाँ जाने हो र बसेर मजाले नि एकछिन हो दाइ पनि दाउ कस्तो रहेछ ल यता आमा ठिक छ बाबु ठिक छ जानु न भइहाल्यो ए उमा यता अर्को पनि यता उठ्न यता त भने त बाबुलाई यहाँ बसाल्दिनु कुन बाबुलाई बाबुलाई यहाँ हुँदैन हुन्छ त्यो पनि झन् यही बस्छ अरे त्यहाँनिर यस्तो भयो क्या त्यहाँनिर दुईटा लेडिज भएर तिमीलाई यहाँ बसालिदिनु खोजेको के राम्रो छ त यहाँ पनि होइन सिटै दिएछ राम्रो हो त सिटै हो त छोरो राम्रो छ बाबु नारायणघाट गएपछि भाउजू झर्नुहुन्छ अनि अब यही बसालिदिनु हुन्छ केही भएन त्यसमा यहाँ नि है तल राखिदिनु हुन्छ 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 ए यहाँ त माइती उतै राख्नु सजिलो हुन्छ मेरो सामान चाहिँ हिँड्नु यो बाबु चाहिँ काठमाडौँ जाने होइन बाबु चाहिँ कतै बाटोमा कतै झर्ला ख्याल गर्नु अरे हेरिहाल्छौँ कहाँ छोडेर जान्छौँ र जानु तर जानु त त्यही पनि झ्यालतिर बस्न त यहाँ बुझाउने त्यहाँ झ्यालतिर आमा झर्नु झ्यालतिर एउटा बुवासँग गएर बस्छ हुन्छ झ्यालमा टिकट काटेको त झ्याल त खोल्नै मिल्दैन एसी लगाएपछि बस 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 यहीँ बस्छ त्यही बस